के तपाईको पनि एनआइसिआइसिआई बैंकमा खाता छ? यदि छ भने नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार अब तपाईले आफ्नो बैंक खातामा राष्ट्रिय परिचय पत्र, नेशनल आइडी कार्डको विवरण चाहिँ अद्यावधिक गर्नुपर्ने अनिवार्य भइसकेको छ। नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्रमा सम्पूर्ण बैंकहरूलाई राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्नका लागि निर्देशन दिइसकेको छ। तपाईले घरमै बसेर एनआइसिआइसिआईको मोबाइल बैंकिङ एप प्रयोग गरेर र एनआइसिआइसिआईको वेबसाइट एनआइसिआइसिआईको आइसर्भ पोर्टल प्रयोग गरेर 2 मिनेटमै आफ्नो एनआइडी कार्डको विवरणहरू चाहिँ तपाईले अपडेट गर्न सक्नुहुन्छ। आजको यस भिडियोमा म तपाईहरुलाई स्टेप बाइ स्टेप सजिलो तरिकाले प्रक्रियाहरू चाहिँ पुरा गरेर देखाउन गइरहेको छु र म तपाईहरुलाई चाहिँ आज चाहिँ एनआइसिआइसिआईको आइसर्भ पोर्टलबाट चाहिँ कसरी राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्ने भनेर सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ। सबैभन्दा सुरुमा ब्राउजर ओपन गर्नु होला र ब्राउजर ओपन गरिसकेपछि यहाँनिर एनआइसिआइसिआईको आइसर्भ पोर्टल टाइप गर्नु होला। त्यसपछि सुरुमा देखेको छ डिजिटल सर्भिस भनेको छ, यसमा क्लिक गर्नु होला। अब यहाँ क्लिक गरिसकेपछि अब तपाईले एनआइडी कार्ड अद्यावधिक गर्नका लागि अब यहाँनिर तपाईले कस्टमर सर्भिस भन्ने ट्याबमा जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि यहाँनिर तपाईले सुरुमा देख्न सक्नुहुन्छ अपडेट एनआइडी भनेर दिएको छ, यहाँ क्लिक गर्नु होला। र त्यसपछि अब अपडेट एनआइडी भनेको ठाउँमा यहाँनिर चाहिँ हामीले विवरणहरू भर्नुपर्ने छ। यहाँनिर एकाउन्ट नम्बर, तपाईको बैंक खाता नम्बर, तपाईको बैंक खातामा भएको मोबाइल नम्बर र तपाईको खाताको नाम के नाम छ त्यो सबै विवरणहरू हामीले यहाँ भर्नुपर्ने हुन्छ। सबै विवरणहरू भरिसकेपछि अब यहाँनिर आई एम नट अ रोबोट भनेको छ यो बक्समा हामीले टिक लगाएर हामीले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि यहाँनिर भेरिफाई एन्ड कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। र यति भइसकेपछि यहाँनिर तपाईले देख्न सक्नुहुन्छ एकाउन्ट भ्यालिडेटेड भनेर लेखेको छ। अब यहाँनिर के गर्नुपर्ने हुन्छ त हामीले भन्दा ह्याभ यु अब्टेन्ड नेशनल आइडी भनेको छ। यदि तपाईले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ कि छैन, त्यस्तै छ भने यहाँनिर यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर तपाईले देख्न सक्नुहुन्छ नेशनल आइडी नम्बर भनेको छ, तपाईको राष्ट्रिय परिचय पत्रको नम्बर चाहिँ यहाँनिर तपाईले हाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर इस्यु डेट भनेको छ, तपाईको राष्ट्रिय परिचय पत्रको कार्ड छ भने चाहिँ तपाईले यहाँनिर इस्यु डेट कहिले जारी भएको त्यो कार्डमा चाहिँ जारी मिति पनि दिएको हुन्छ, त्यो जारी मिति यहाँनिर राख्नुपर्ने हुन्छ। अब यति राखिसकेपछि यहाँनिर ह्याज योर नेशनल आइडी कार्ड प्रिन्टेड भनेको छ, तपाईको राष्ट्रिय परिचय पत्रको कार्ड चाहिँ प्रिन्टिङ भएर चाहिँ तपाईसँग चाहिँ कार्ड छ भने यसमा थिच्नु होला, यदि छैन भने नोमा थिच्नु होला। र मसँग चाहिँ भएको भएर चाहिँ यहाँनिर म चाहिँ यसमा थिच्न गइरहेको छु, यसमा क्लिक गर्नु होला। अब त्यसपछि यहाँनिर के गर्नुपर्ने हुन्छ त भन्दाखेरि फ्रन्ट साइड अफ नेशनल आइडी भनेको छ, तपाईले यहाँनिर राष्ट्रिय परिचय पत्रको अगाडिको भाग चाहिँ हामीले यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ। यहाँनिर म्याक्सिमम 1 MB को हुनुपर्ने हुन्छ यो फाइल चाहिँ। र भने यहाँनिर चाहिँ ब्याक साइड अफ नेशनल आइडी भनेको राष्ट्रिय परिचय पत्रको पछाडिको भाग यहाँनिर हामीले अपलोड गर्नुपर्ने हुन्छ। यदि तपाईसँग चाहिँ राष्ट्रिय परिचय पत्र प्रिन्टेड भएको कार्ड छैन भने चाहिँ तपाईले त्यो राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि पाउनु भएको कागजात चाहिँ यहाँनिर तपाईले अपलोड गर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँनिर फ्रन्ट साइड अफ नेशनल आइडी भनेको चाहिँ यहाँनिर तपाईले राष्ट्रिय परिचय पत्रको अगाडिको भाग अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर ब्याक साइड अफ नेशनल आइडी भनेको ठाउँमा यहाँनिर तपाईले राष्ट्रिय परिचय पत्रको पछाडिको भाग अपलोड गर्न सक्नुहुन्छ। यो बक्समा टिक लगाएर तपाईले सबमिटमा क्लिक गर्न सक्नुहुन्छ। र सबमिटमा क्लिक गरिसकेपछि अब यहाँनिर तपाईको जुन अघि राखेको मोबाइल नम्बर छ त्यो मोबाइल नम्बरमा ओटिपी कोड आउँछ र त्यो ओटिपी कोड नम्बर चाहिँ यहाँनिर हामीले राख्नुपर्ने हुन्छ। र यो ओटिपी कोड हालिसकेपछि यहाँनिर भ्यालिडेट ओटिपीमा क्लिक गरिसकेपछि के हुन्छ त यहाँनिर एनआइडी सबमिटेड सक्सेसफुल्ली भनेको छ, सबमिसन रिसिभ भनेको छ। अब यो बैंकले चाहिँ यसलाई भेरिफाई गरिसकेपछि तपाईको मोबाइलमा एउटा एसएमएस आउँछ, तपाईको राष्ट्रिय परिचय पत्र अपडेटेड भइसकेको छ भनेर। तपाईले आफ्नो मोबाइलबाट यहाँ चाहिँ मैले तपाईहरुलाई ल्यापटपबाट गरेर देखाइदिएको छु, तपाईले यही तरिका मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। यही तरिका तपाईले मोबाइल बैंकिङबाट पनि गर्न सक्नुहुन्छ। मोबाइल बैंकिङबाट छ भने सजिलो हुन्छ, यदि छैन भने यसबाट गर्न सक्नुहुन्छ। त्यस्तै भिडियोको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।